सो साथीहरू आज हामीहरू वाइफाई कसरी घर विद्यालय तथा विभिन्न क्षेत्रमा कसरी जोड्ने भनेर सिक्दैछौँ। पहिले चाहिँ हामीले सरले वाइफाईको तार र RJ45 दिनुभयो र हामीले RJ45 कसरी जोड्ने भनेर पहिले नै सिकिसकेका थियौँ र हामीले चार्जर ढिला नगरी RJ45 जोड्नतिर लाग्यौँ। त्यस पछाडि RJ जोडिसकेपछि हामीले चाहिँ कनेक्सन गर्नतिर लाग्यौँ। कनेक्सन गर्दै हुनुहुन्छ उहाँ चाहिँ लक्ष्मणले। अनि चार्जर कनेक्सन गरेर भित्र गयौँ। भित्र जाँदाखेरि चाहिँ हाम्रो चाहिँ सफल भएन। त्यति गर्दा गर्दै फेरि जोड्नतिर लाग्यो, बिग्रेको थियो। त्यसैले जोड्दै गऱ्यौँ हैन, जोड्नतिर चाहिँ हामी लागिरह्यौँ। अनि जोड्दै गर्दा हाम्रो चाहिँ सक्सेस भएको छ, हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ काम सक्सेस भएको छ। हामीले राम्रो गरेर देखाएका छौँ गाइजहरु। यति भन्दै म बिदा हुन चाहन्छु। म चाहिँ प्रेम केसी एन्ड रिस्क डायमन्ड भाइ।